What? What the fuck? Hello guys, welcome back to my channel. Namaste दर्शन हजुरहरुलाई मेरो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ भन्दै नमस्ते दर्शन उसले स्वागत चाहिँ यहाँबाट गर्दै छ। यो हाम्रो नयाँ पसल हो, हामीले हिजोबाट ओपनिङ गरेको हो। यहाँ चाहिँ म्याक्सीहरु पाउँछ, यस्तो राम्रो केटीहरु पनि। यो त मैले लगी खु, यो पनि लगी खु। आउटफिट जुत्तामा यत्रो बोकेर आउँछ, जुत्तामा म कसरी हिँड्छु ला 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 ओइ यार के बा यस्तै हो अब जिन्दगी दर्पण छाया। अनि म चाहिँ यिनको साथी मात्रै बन्न आएको, म यहाँ चाहिँ काम गर्दिनँ। यो चाहिँ पसल चाहिँ मेरो हो, मैले यिनलाई राखेको काम गर्नु, तर काम गर्दिनँ। भिडियो मात्रै बनाउँछु नि यिनी चाहिँ। यस्तोको लागि हैन, यही भिडियोको लागि यहाँ काम गर्छु अनि भिडियो बनाउन दिन्छ भनेर आइफोनको लागि उ आँखै बिग्रियो यार फेरि किन दिने अर्काको आइफोन। अनि इस मेरै हातमा छ यो आइफोन, त्यही पनि त्यसो के होस् भनेसी आफ्नै गाउँमा नि चिनेनन्। तपाईको नाम के हो? My name is आउन के थोरै हानी भन्न, आउन भन्न, अलिकति जति आउँछ त्यति भन्नु न, जति आउँछ त्यति। लुग्यो यो त लुग्यो, ल बद्कायो। ल तिमी भन नि त ल। सायो ढुङ्गा फुल्काले एउटै माला नेपाली सर्वमा फुल्छ मेची महाकाले प्रकृतिका कोटी कोटी। कपुर कपुर नेहा कपुर कपुरे कहाँ जानु लाग्यो? बसन्तको पुल जाँदैछौँ हामी चाहिँ, बसन्तको पुल जाँदैछौँ हामी चाहिँ एकदमै यता बसन्तपुरको लभर हो हामी चाहिँ। हो यो कहाँ हो यो? खै यता आयौँ हामी। खै को मान्छे हिँड्दै हुनुहुन्छ यहाँ ब्याग बोकिएको अगाडि। हामी चाहिँ बसन्तपुर गएर आउँदैछौँ होइन। हामी चाहिँ अनि राम्रो राम्रो फोटोहरू खिचेर भिडियोहरू खिच्यौँ। अनि हाम्रो त्यसै भएर हाम्रो भ्लग हेर्नु पनि हुन्छ है गाइस। हाम्रो भ्लगमा हामी यो डाल्छौँ होइन। अनि पछि पछाडि चिन्नु नजान्नु छैन, पछि पछाउँदैछ। अनि मेरो झोला यहाँ चाहिँ माल सामान थुप्रै छ है झोलामा। अनि सुन, अनि त्यसपछि हामी अब जान्छौँ, हामी चाहिँ बसन्त के अरे सुन्धारा जान्छौँ। सुन्धारादेखि गाडी चढेर हाम्रो त्यहाँ चाहिँ गाडी हाम्रो पार्किङ गरेर आएको छौँ। सुन्धाराको काठमाडौँ मलमा गाडी पार्किङ गरेर आएको छौँ। हाम्रो चाहिँ BMW कार हो त्यो, अनि मै चलाउँछु, ड्राइभर पनि मै हो। मैले सानै हुँदै सिकेको, म जन्मिँदै मैले ड्राइभिङ सिकेर जन्मेको थिएँ। अनि मैले अहिले साइकल चलाउन आउनु अलिक ठुलो भएपछि मैले गाडी किनेँ, जिन्दगी चलाउनु सकेको छैन, के ड्राइभरको कुरा गर्नु। अनि यिनीहरू पनि भ्लगर रहेछ, हामी पनि भ्लगर हो, हामी खतरा भ्लगर हो नि। थाहा छैन कसैलाई मेबी इङ्ग्लिस बोल्यो गाउँले हो। म त लाज बचाइदिन्छु पो त्यसरी, पाल लाग्दैन कि कस्तोको पनि। लाइक र सब्सक्राइब भिडियो सेयर गर्न नबिर्सिनु होला। बिर्सिनु भयो भने फेरि तानिदिन्छु नि फेरि।